यो होइन यार, यसपालिको वर्ल्ड कप चाहिँ पोर्चुगलले जित्छ, फिक्स हो। रोनाल्डोले जित्छ यसपालि। तर रोनाल्डोले नजिते पनि अर्जेन्टिना र स्पेनले चाहिँ जित्नु हुँदैन है केटा हो। यसपालि जस अर्जेन्टिना र स्पेनले चाहिँ जित्नै हुँदैन यसपालि। पोर्चुगलले नजिते नि फ्रान्सले चाहिँ जित्छ। फ्रान्सको खतरा छ, अट्याकिङ खतरा छ। होइन यार, कहाँ त्यस्तो हो। यसपालि त फिक्स अर्जेन्टिनाले हो केटा हो। दुईटा लगातार ब्याक टु ब्याक हो। कहाँ यार, कहाँ पोर्चुगल, कहाँ फ्रान्स। त होइन, तर अर्जेन्टिनाले नजिते पनि स्पेन, अब स्पेन पनि छ राम्रो टिम। स्पेनको खतरै छ। यस अर्जेन्टिनाले नजिते पनि स्पेनले जितोस्, तर पोर्चुगल र फ्रान्स चाहिँ जित्नै भएन। कहाँ ब्राजिल जित्छ नि यसपालि।